त्यति बेला घाम टल्किया हुन्छ। अनि बाबु घर कहाँ छ भन्दाखेरि मलेको भन्नु पर्यो। अनि मैले कहाँ आउनुभयो त भन्दाखेरि त्यहीँ जन्मिए भन्नु पर्यो। कसरी जन्मिनु भयो त भन्दाखेरि 12 आमाको एउटै ओछ्यान भयो रजनीबाट चाहिँ। अनि आमाले कर्मा लिनुभयो अनि त्यहाँबाट जन्मिए भन्नु पर्यो होइन। जन्मेपछि अब त्यहाँ अब बाबुको रजमा र बिरेमा र आमाको रजमा कहाँ आउनुभयो त नि भनेपछि अब ल कहाँ आएँ भन्ने ल भन्नु। बाबुको बिरेन नभए भएन, आमाको रजमा नभए भएन। अनि त्यस कारणले रजनीबाट चाहिँ जन्मिनु पर्यो होइन। त्यसै कारणले अब तपाईँले भनेपछि मान्छे 4 पल्ट जन्मिए मान्छे पक्का हुँदैन अब र याद गर्नु। 18 महिना बाबुको अन्डकोशमा जन्मिनु रहनुपर्छ बिरे भएर 18 महिना। अनि त्यहाँदेखि 18 महिना त्यहाँ बसिसकेपछि 9 महिना र 13 दिन बिरेको नाताले बाबुको लिङ्गबाट आमाको गर्भकोशमा जाइन्छ योनिबाट। 9 महिना र 13 दिन आमाको गर्भमा बसिन्छ। 18 महिना बाबुको अन्डकोशमा पहिलो जन्म, 9 महिना र 13 दिन आमाको गर्भाशयमा दोस्रो जन्म। अनि त्यसपछि आमाको योनिबाट पृथ्वीमा झर्नु तेस्रो जन्म। अनि भौतिक विद्या पाइलट, इन्जिनियर, डक्टर, एडभोकेट इत्यादि सारा चाहिँ सारोहरू बनेर चाहिँ अब आय आर्जन गरेर आफ्नो जीवनको यात्रा परिवारको यात्रा चलाउनु 3.5 जन्म। अनि म को हुँ त कहाँ आउँ। अब मेरो यहाँ जाँदाखेरि चाहिँ भनौँ उपकरण के हुन्छ। तातो खर्च खातालट्टी होइन, खाने बन्ने वस्तु के हुन्छ होइन। म कसको अंश हुँ भनेर यो चिन्नु 4 जन्म। 4 पल्ट जन्मिने मान्छे पक्का हुन्छ है। ल 4 पल्ट जन्मिनु। ती पनि यो यज्ञ छन्, कर्मकाण्ड इतिश्री जति छन् यो केमा निहित छ त भन्दा वेदमा। वेद केमा निहित छ त भन्दा मन्त्रमा, बाणीमा। बाणी केमा निहित छ त भन्दा प्राणमा। प्राण केमा निहित छ त भन्दा अन्नमा। अन्न केमा निहित छ त भन्दा पृथ्वी नभइकन अन्न हुँदैन। अनि पृथ्वी केमा निहित छ त भन्दा जलमा। अनि जल केमा निहित छ त भन्दा तेजमा। तेज केमा निहित छ त भन्दा वायुमा। वायु केमा निहित छ त भन्दा आकाशमा। आकाश केमा निहित छ त भन्दा मायामा। माया केमा निहित छ त भन्दा ब्रह्ममा। अनि ब्रह्ममा केमा निहित छ त भन्दा ब्राह्मणमा। हामी ब्राह्मणको जात त्यति माथिको छौँ। भगवान्लाई आइज भएर मन्त्रले बनाउने पनि हामी नै हौँ, र जानुहोस् भनेर बिदा गर्ने पनि हामी नै हौँ। हामी त्यति उच्च माथिको चाहिँ ब्राह्मण जात भएको हुनाले हामीले नराम्रो चिज होइन प्रयोजन गर्नै हुँदैन। टाउको बाहुन भनेको छ बेलले। नराम्रो बानी हामीले बोल्नै हुँदैन, नराम्रो कर्म गर्नै हुँदैन। ल अब यो ल बा धन्यवाद है। तपाईँले एउटा चाहिँ यो एउटा दिव्य कुरा मान्छे कहाँदेखि कहाँसम्म पुग्छ भन्ने कुरा भनिदिनु। देवादीनां जगत् सर्वं मन्त्रधीना स देवता त मन्त्र ब्रह्मणाधीना तस्मात् ब्राह्मण देवता। उहाँले अहिले रुईको कुरा गर्नुभएको थिएँ। अब यो श्लोकको अर्थ बुझ्नुहोस्। हामी को हौँ, ब्राह्मण को हो र कर्मकाण्ड के हो र हाम्रो जन्म के हो, मृत्यु के हो प्रश्न हुन्छ त्यहाँ। त्यस कारणले अहिले भन्नुभयो नि त्रिकुटी त्रिकुटी देहात्म बुद्धिजम पापम न त गोगोटिवी आत्मा हम बुद्धिजम पुण्यम न भूतम न भविष्यति। उहाँले भन्नुभयो बाबु अहङ्कारले नभएको छ। यो श्लोकमा धेरै महत्त्व छ। के भनेको छ भने जसले म भनेर अहमता बोक्छ नि उसले 100 गाई वध गरेको हत्या बोक्छ। जसले म होइन ईश्वर तिम्रो अधीनमा छु, म होइन, उसले अश्वमेध यज्ञ गरेको फल पुण्य पाइन्छ भन्छ। धन्यवाद हजुरको शुभ नाम? मेरो विष्णु बोहरा, नीलकण्ठ 11 ज्यामन च्याम्रोङबाट। हजुर बुवाको नाम? मेरो नाम हरि कणेल। हरि कणेल सल्यानटार हरिप्रसाद। हस् बुवाहरूलाई दाजुलाई धेरै धेरै धन्यवाद है। Why are you